ज्याकेट ए हात अंदर यहाँ चाहिँ हामीहरू छ सबै छन् लाइभ यो चाहिँ वेलकम मेरो सानो मिठो ब्लगमा सोनाम आजहरू हुनुहुन्छ मम्मी पापा सबै हुनुहुन्छ यता यता माछिला हामी छ यहाँ सबै यहाँ पापा हुनुहुन्छ छ सबैजना सिकाउनु हुँदैछ यता चाहिँ फोटो होइन फोटो खिच सक्दा है भन्नुहुँदैछ अलिक मेरो तल गर्नु होला हेर्नुहोस् है तपाईँहरू मेरो लाइफमा Thank you. आउनुहोस् तपाईँहरू मेरो छिटो मिठो ब्लगमा लाइफमा हामीहरू चाहिँ यहाँ छ भोजमा सबैजना यहाँ आफ्नो आफ्नो फोन लिएर बिजी छ हेलो आएको मेरो छोरी छ यहाँ चाहिँ हामीहरू चाहिँ सबैजना हेलो माछिला यहाँ चाहिँ छ म यहाँ छ माछिला हामीहरू यहाँ चाहिँ मेरो छोरी छ यहाँ सबै छ भैया छ सिधो छ है आउनु हुँदैछ खानु न ल हेलो सबैजना हामी चाहिँ गुवामा चाहिँ अहिले तपाईँहरू कता हुनुहुन्छ सबैजना जहाँ पनि हुनुहुन्छ मजा गर्नुहोस् होला यहाँ चाहिँ हामीहरू चाहिँ डल्फिन चाहिँ कहाँ रहेछ तपाईँ आइसक्रिम खानु नि आएको बिल्ली छ नि आएको आइसक्रिम ऊपर हुनुहुन्छ सबैजना आफू है भिडियो गर्नु हुँदैछ यहाँ चाहिँ डल्फिन छ अरे म तपाईँहरूलाई डल्फिन देखाउँ भनेको तर डल्फिन चाहिँ आएको छैन थ्याङ्क यू सबैजनालाई यहाँ हुनुहुन्छ हाम्रो आजु पापा मम्मी आफू बहिनी चाहिँ अगाडि छ टोपी लगाएर थ्याङ्क यू सबैजनालाई यहाँ चाहिँ हेर्नुहोस् है तपाईँहरू आएको हुँदैछ यहाँ छ यहाँ चाहिँ म छु यस्तो छ यहाँ चाहिँ भैया हुनुहुन्छ हाम्रो ड्राइभर सर चाहिँ सबैजना हेलो सबैजना मान्छेलाई कहाँसम्म लान्छौँ खै तपाईँहरूलाई डल्फिन देखाइदिउँ भनेको डल्फिन त छैन रहेछ यहाँ चाहिँ मैला चाहिँ देख्यो हामीले डल्फिन चाहिँ देखेन
फालिदिउँ आइसक्रिम फालिदिनुहोस् न मार्दैन के भइहाल्यो हामीलाई यस्तो छ आएको फ्यालिदिउँ बिल्लो छोड्नुहोस् पुरादो अरे डल्फिनले खाएका अरे माथि लाउनुहुन्छ हामी दुईजना मात्रै हुन्छ तपाईँहरूको जहिले पनि अरू त कोही आउनुहुन्न हो कति माने बेबी कुनै हेलो हेलो आकु सन्चै हुनुहुन्छ होला ह्याप्पी लसुङै तपाईँलाई आकु फुर्बा हामी त यस्तो छ या यसो लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला आकु हामीलाई हामी त यहाँ मजा आउँदैछ गोवामा तपाईँ चाहिँ गेजिङमा के गर्नुहुँदैछ साँच्ची तपाईँ उता काम पनि आएछ है आएको जानु पनि पाउँदैन होला 29 मा रहेछ यस्तो छ यस्तो हेलो 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 ये राइट साइड का बंगला दिख रहा है ना ये राइट साइड का हाँ वो डायमंड मचन हो जिमी का बंगला हो अच्छा उसका बिगनर्स है डायमंड का वो ये बंगला अंडरग्राउंड है वो 80 करोड़ का बंगला है हाँ। वो यही बंगला पे हिंदी मोबाइल शूटिंग हुआ था हसीना मान जाएगी गोविंदा और संजय ओ अच्छा हसीना मन जाएगी ऊपर वाला व्हाइट वो सेलोरस चर्च है ऊपर वाला व्हाइट ओ हसीना मान जाएगी मुभी ओ हसीना मान जाएगी पिक्चर खेलेको थियो रे यता चाहिँ ओ लै आएको 29 मा अरे म त आइपुग्दिनँ होला हौ अहिले पनि यतै छु हामीहरू त अनि हेरौँ भ्याइछ भने चाहिँ आउँछु भ्यायो भने चाहिँ आउँछु होला आएको है 29 मा रहेछ काम मैले फेसबुकमा देखेको थिएँ अनि हेर्छु अनि तपाईँ अहिले ठिकै हुनुहुन्छ होला तपाईँ कहिले काममा आउनुहुँदैछ यहाँ छ हामीहरू सबैजना छ यहाँ यस्तो छ यता चाहिँ थ्याङ्क यू सबैजनालाई आई कमलले लाइक गरेको छ अब ये राइट साइड का साइड वाला सेंट्रल जेल है ये सेंट्रल जेल ओ जेल अरे यो चाहिँ ये सेंट्रल जेल 7-8 साल से जेल बंद है नीचे वाला साइड का ओ अच्छा अभी ये जेल को 2 साल से म्यूजियम चालू किया यो चाहिँ जेल अरे जेल नहीं अहिले चाहिँ बन्द छ अरे जेल यस्तो रहेछ जेल अरे अहिले चाहिँ बन्द भएको छ अरे यहाँ छ सबैजना हेलो हेलो यहाँ आजीले पनि भिडियो गर्नुहुँदैछ सबैजना यहाँ आन्टी हुनुहुन्छ आन्टी फोटो मात्रै निकाल्नुपर्छ क्या छिटो त फर्किनुहुन्छ नि यहाँ चाहिँ यस्तो छ यो चाहिँ जेल अरे अनि तपाईँहरूलाई मैले अझै देखाउँदैछु हेर्दै गर्नुहोस् होला तपाईँहरू मेरो लाइफमा यहाँ चाहिँ डल्फिन छ भन्नुहुँदै थियो तर डल्फिन छैन अरे है डल्फिन पाएको भए चाहिँ म तपाईँहरूलाई देखाइदिन्थेँ डल्फिन चाहिँ छैन रहेछ अहिले तपाईँहरू सबैजनालाई थ्याङ्क यू